नमस्कार। पहिला म तपाईहरुलाई एउटा नयाँ उत्कृष्ट जेब्रा क्रसिङबाट बाटो काटेर देखाउँछु। बजेट कसरी सकाइन्छ भन्ने विषयको ज्वलन्त उदाहरण हो। यो बाटो यहाँनिर ड्रेन आउन बाँकी नै छ। यो बाटोमा दुईपट्टि ड्रेन आउनु पर्ने हो, तर यसलाई नयाँ पिच गरियो। ल ठिक छ, पिच गरियो। पिच गरेपछि यसमा मार्किङ र जेब्रा क्रसिङ यस्तो ठाउँमा बनाइयो कि जहाँ आवश्यकता एकदमै न्यून छ, जहाँ आवश्यक छैन। र भोलिको दिनमा यही सेन्टर क्यानल ल्याउने हो भने बीचबाट फेरि बाटो भत्काउनु पर्छ, र साइडका क्यानलहरू ड्रेनहरू ल्याउने हो भने फेरि यहाँ बाटो भत्काउनै पर्ने आवश्यकता हुन्छ। र गजबको कुरो के भन्दाखेरि यही बाटो जोड्ने सिधा जागृति चोकमा पनि ड्रेन खनिँदैछ। अर्थात् यो बाटोमा पनि ड्रेन आउनेवाला नै छ। यहाँ अहिले म उभिरहेको छु भरतपुर 11 पावर हाउस चोकमा, ठ्याक्कै पावर हाउसको अगाडिपट्टि। र यसरी चाहिँ बजेट दुरुपयोग यहाँ हुँदैछ। यो डेन्जरको साइन देखिन्छ। यो भित्रको शक्ति यहाँ हुने ऊर्जाको मात्र डेन्जर होइन कि यस्ता यस्ता बजेट सकाउनेहरूबाट पनि हामीलाई डेन्जर छ। त्यही भएर यो बजेट सकाउने काम दिउन गरौँ, ताकि हामीले चाहिँ यो भ्रष्टाचारलाई अझै कम गर्न सक्छौँ। यसरी चाहिँ यो अनावश्यक रूपमा चाहिँ पैसा खर्च गर्ने, जनताको पैसा उडाउने काम बन्द गरौँ, किनकि भोलिको दिनमा फेरि यो ठाउँ भत्काउनै पर्ने हुनेछ। त्यसैले गर्दाखेरि भत्काउने काम भन्दा पनि त्यसलाई भत्काउन नपर्ने कसरी हो त्यसरी काम गरौँ। अर्को विशेष समस्या यहाँ चाहिँ मैले यो इन्टरनेटका तारहरूको देखेँ। इन्टरनेटको यो तारहरू यति धेरै छ कि यसले पोलको वेट पनि सम्हाल्न नसक्ने अवस्थामा छ। यही ठाउँमा मात्रै अस्ति भर्खरै नजिकै दुईटा पोल ढलेका थिए, र भोलिको दिनमा यहाँ ठुलो हावाहुरी आयो भने यहाँ पनि यो वेटहरू धान्न नसकेर पोल ढल्ने अवस्था सृजना हुनसक्छ। मेन सडकका मात्र होइन, यी भित्री वायर्सहरूलाई पनि छिटोभन्दा छिटो व्यवस्थापन हुन्छ भन्ने अपेक्षा गरौँ। यसमा त काम भइरहेको नै छ, सायद होला। यसलाई चाहिँ यथाशीघ्र गरियोस्। धन्यवाद।